हाम्रो यहाँ पौडेलनी दिदी हुनुहुन्छ हाम्रो। ल तपाईँ कहाँ अरे तपाईँको एड्रेस भन्नु त? भालुगाउँ 2 नम्बर हजुर 1। मेरो नाम चन्द्रकला पौडेल हो। हजुर मेरो छोरो हराएको 20 वर्ष भयो। अस्ति चैतदेखि 20 वर्ष भयो। भाइ कहिले 20 वर्ष अगाडि चाहिँ हाम्रो दाइ चाहिँ कहाँ जानुभयो भन्ने कुरा केही पत्ता लागेन तपाईँलाई? लाग्न सकेन। दिल्ली पन्जाब जान्छु भन्दै हिँडेको, अहिलेसम्म पत्तो केही छैन। हजुर र अब मर्ने अवस्था भइसक्यो, साथी कोही छैनन्। हजुर अरू छोराछोरी पनि तपाईँका छैनन्? त्यति नि हो, जन्मेकै त्यति नि हो। ए अनि उसको बाबा चाहिँ ऊ जन्मेको कतिमा खस्नु भएको? बाबा खसेको होइन, 1 वर्षको हुँदा छोडेर हिँडेको। ए बाउले पनि छोडेर हिँडे, छोराले पनि 20 वर्ष अगाडि तपाईँलाई छोडेर हिँडे। हजुर अब अहिले एक्लै हुनुहुन्छ? एक्लै छु। अनि अब आउने आशा छ कि छैन? अब तपाईँलाई कस्तो लाग्छ, आउनुहुन्छ होला दाइ? म चाहिँ आश लाग्न छोडिसक्यो। हजुर अब मर्यो भने पनि छरछिमेकीले फाल्छन्। अहिले त्यही घरमा बस्दै हुनुहुन्छ नि, पुरानै घरमा? त्यही घरमा छु। के गरेर खाँदै हुनुहुन्छ दिदी? खाना त अब सरकारले पालेको छ। ए भत्ताबाट सरकारले पालेको छ? हजुर। अनि तपाईँका आफन्तहरू अनि के अरे दिदी बहिनीहरू माइतीहरू छन् कि छैनन्? माइतीहरू पाहाडमै थिए, मरिसक्यो कि जिउँदैछन् थाहा छैन। ए अनि अहिले त्यसो भए दाजुभाइहरू दिदी बहिनी कोही छैन? छैनन्। म एक्लो जिन्दगी हो मेरो। एक्लो जिन्दगी। हेर त हाम्रो अब दिदी यसरी। अनि छरछिमेकीहरूले त सरसहयोग राम्रै गरेका होला नि तपाईँलाई? छरछिमेकीहरूले त यसो हेरचाह गर्छन्। ए त्यही त। मलाई पनि चिन्नुहुन्छ नि, म को? हजुर आचार्य माइलो हो। ए आचार्य माइलो। हेर त बिर्सिनु भएको छैन, अझै पनि कति मजाले लौरो टेकेर हिँड्दै हुनुहुन्छ। म यहाँ यसो बाटोमा जाँदै थिएँ अनि दिदीलाई देखेर के छ दिदी भनेको, अनि दाइ भेला उयो आउनुभयो, सम्पर्कमा आउनुभयो भने, अनि हुनुहुन्न भन्नुभयो। योभन्दा अगाडि पनि हाम्रो सबैले मिडियाहरूबाट पनि उहाँको छोरो खोज्नको लागि चाहिँ एकदमै पहल गरियो, तर काहीँ केही गर्दा पनि त्यो हाम्रो दाइ चाहिँ आउनु भएन। के नाम भन्नु त दाजुको? नवराज पौडेल। ल नवराज दाइ, अब तपाईँले यो भिडियो देखिरहनु भएको छ, हेरिरहनु भएको छ भने आमालाई मैले भिडियो मार्फत यसरी देखाएँ, जसरी भए पनि आइदिनु होला होइन। र कसैले उहाँको बारेमा जानकारी पाउनु भएको रहेछ भने पनि उहाँ आमा समक्ष हामी समक्ष ल्याइदिनु होला भन्न चाहन्छु यो भिडियो मार्फत है त। ल हस् त, ल हस्, ल राम्ररी बस्नु होला है। हस्। केही परे सम्झिनु होला। हस्। हुन्छ।